6 आउट अफ 10 फर्स्ट होम बायरले घर सेटलमेन्ट भएको 2 देखि 3 महिनाभित्र हामीलाई कल गरेर सोध्ने क्वेसन हो यो। आजको प्रसङ्ग हो अफसेट एकाउन्टको र मेन गरी अहिलेको नयाँ टपिक भनेको मल्टिपल अफसेट एकाउन्टको। पहिला चाहिँ म अफसेट एकाउन्ट भनेको के हो र यसले कसरी काम गर्छ यहाँलाई एक्सप्लेन गर्न जाँदैछु। अफसेट एकाउन्ट भनेको चाहिँ के हो भने फर इक्जाम्पल यहाँले मोर्गेज अथवा होम लोन 5 लाख डलरको लिनुभयो भने र यहाँको सेभिङ एकाउन्टमा फर इक्जाम्पल 1 लाख डलर सेभिङ छ भने यदि तपाईँको होम लोन र त्यो सेभिङ एकाउन्टको बिचमा जुन कनेक्सन एउटा इस्टाब्लिस हुन्छ ब्याङ्कले गर्यो भने त्यसलाई चाहिँ अफसेट एकाउन्ट भनिन्छ र 5 लाख डलर लोन र 1 लाख डलर सेभिङ भएको कारणले तपाईँको 4 लाख डलरको अमाउन्टमा मात्रै महिनाको एन्डमा जुन ब्याङ्कले इन्ट्रेस्ट चार्ज गर्छ त्यसलाई चाहिँ अथवा त्यो फिचरलाई चाहिँ अफसेट एकाउन्ट भनेर भनिन्छ। अफसेट एकाउन्टमा तपाईँको राखेको पैसा तपाईँकै हो, सेभिङ एकाउन्ट हो। अब तपाईँको घर नकिन्दासम्मको जसरी सेभिङ एकाउन्ट चल्छ त्यसरी नै सबै फिचरहरू चल्छन्। अब त्यसो भए मल्टिपल अफसेट एकाउन्ट भनेको के हो? पहिला के हुने गर्थ्यो भने एउटा होम लोनको अगेन्स्टमा एउटा मात्रै अफसेट एकाउन्ट जोड्न मिल्थ्यो अथवा एउटा मात्रै अफसेट एकाउन्टको फिचर हुने गर्थ्यो। तर पछिल्लो दिनहरूमा चाहिँ धेरैजसो ठुला ब्याङ्कहरूले मल्टिपल अफसेट एकाउन्ट भनेर अफर गर्छन्, त्यो फिचर प्रोभाइड गर्छन्। त्यो भनेको चाहिँ त्यो के भयो भने यदि हस्बेन्डको नाममा हस्बेन्डले चाहिँ 20,000 सेभ गरिरहेछ, वाइफले 30,000 सेभ गरिरहेछ र अर्को 20,000 डलर चाहिँ मेबी हलिडे जान भनेर राखिएको छ भने चाहिँ त्यो तिनटैको कम्बाइन लिङ्क चाहिँ होम लोनसँग हुने भएको अथवा त्यो जति कम्बाइन सबै पैसाहरू जुन तिनवटा एकाउन्टको कुरा गरेँ मैले अथवा मल्टिपल अरू पनि एकाउन्ट हुन सक्लान्, त्यस्तो एकाउन्टमा भएको सबै पैसा बराबरको सेभिङ बराबरको इन्ट्रेस्ट चाहिँ होम लोनमा नलाग्ने जुन फिचर हो त्यसलाई चाहिँ मल्टिपल अफसेट एकाउन्ट भनेर भनिन्छ। भनेको एउटा एकाउन्ट अथवा एउटा अफसेट एकाउन्टमा मात्रै सीमित हुनु परेन। त्यसले गर्दा यदि यहाँहरू पनि घरधनी हुनुहुन्छ भने हजुरको अफसेट एकाउन्टको व्यवस्थापन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन आउँछ र हजुरको पनि यस्तै खालको कुनै क्वेसन छ घर किन्नुभन्दा अगाडिको अथवा घर किनिसकेपछि कसरी छिटो त्यो लोनबाट मुक्ति पाउने अथवा कसरी तपाईँको पोर्टफोलियो बिल्ड गर्ने, अर्को प्रपर्टी किन्ने कि अथवा तपाईँको आफ्नो रिस्क टोलरेन्स अनुसार कसरी त्यो मोर्गेजलाई म्यानेज गर्ने भन्ने क्वेसन यहाँको माइन्डमा छ भने जहाँ मलाई हेरिरहनु भएको छ त्यही नै यहाँले निर्धक्का साथ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।